सबैजनालाई नमस्कार। अहिले म पाल्पा रामपुर वडा नम्बर 5 मटेरी कान्जी हाउसदेखि बोलिरहेको छु। यो असाध्यै शुद्ध अर्गानिक अखु पेलेर खुदो बनाउने कार्यक्रम भइरहेको छ। यो रातिको समयमा पनि स्थानीय युवाहरू मिलेर यसरी कृषि क्रान्ति गर्नुभएको छ। आफ्नै गाउँठाउँमा आफैले उत्पादन गरेका अखुहरू यसरी पेलेर खुदो बनाउने काम भइरहेको छ। नेपालको धेरै ठाउँबाट धेरैजनाले हामीलाई अनलाइन अर्डर पनि गर्नुभएको छ। हामीले अहिले स्थानीय उत्पादन स्थानीय ग्राहकलाई नै प्रायोरिटीमा राखेर काम गरेका छौँ। उहाँहरूलाई अहिले यति रातिको समयमा पनि उहाँहरू कुरेर बस्नु भएको छ खुदो लानको लागि। अहिले हामीले यहीँ पनि खुदो पुर्याउन नसकेको कारणले गर्दा अहिले हामीले बाहिर पठाएका छैनौँ हजुरहरूलाई। अब हामीले 15 पुसपछि मात्रै पठाउँछौँ हजुरहरूलाई पेलेर। अहिले हामी देख्न सक्छौँ स्थानीय ग्राहकहरू यहाँ बस्नु भएको छ, अदौरो खानु भएको छ। यो जाडो महिनामा यसरी न्यानो ट्याक्क कस्तो मानिरहनु भएको छ सरलाई भनिदिनुहोस्। अदौरो कस्तो छ? यो स्थानीय युवाहरूले गर्नुभएको यो कामलाई हजुरले के भन्न चाहनुहुन्छ? कस्तो मान्नु भएको छ? गुणस्तरीयमा के कस्तो छ? हजुरले आफूले कस्तो प्रतिक्रिया दिनुहुन्छ? अब आफ्नै स्थानीयमा आफ्नै बाहिरबाट आएको भन्दा आफ्नै अर्ग्यानिक खाना पाउँदा एकदम खुसी हजुर लागेको छ। हजुर तपाईँले गर्नुभएको कामलाई उच्च सम्मान पनि भन्न चाहन्छु। स्थानीय अग्रज हाम्रो चाहिँ आदरणीय व्यक्तित्व हुनुहुन्छ, समाजसेवी, धेरै संस्थामा आबद्ध हुनुहुन्छ। उहाँलाई पनि धेरै स्वागत छ हाम्रो कृषि फर्ममा। कस्तो मान्नु भएको छ? कस्तो छ अदौरो भनिदिनु होला। असाध्यै मिठो छ अनि भाइहरूले गरेको यो उद्यमशीलताको लागि धेरै धेरै धन्यवाद पनि छ। हजुर असाध्यै राम्रो छ। मलाई पनि यो धेरै यो खुदो आफै तताइराखेको ठाउँमै आएर हेरेर म यहाँ नजिकैको मान्छे भए पनि भाइहरूले यो गरेको एकातिर चाहिँ भाइहरूले यो खुदो तताउँदै गरेकोमा चाहिँ खुसी लाएर बसिरहेको छु भने एकातिर म आफैलाई यो खुदो राम्रो छ भन्ने ग्यारेन्टी लाएर मैले यो आफैले भाडो ल्याएर जर्किन लिएर आएर चाहिँ यो खुदो लानको निम्ति लाइनमै बसिरहेको छु। राम्रो छ। निश्चित रूपमा यो कालीगण्डकीको चिसो हावाका स्पर्शबाट यो उत्पादित यौँहरू गौशालाका शुद्ध लोकल गाईका मलबाट उत्पादित यौँहरू, यसमा कुनै युरिया डिएपी मल परेको छैन। यो असाध्यै अर्ग्यानिक छ, शुद्ध छ। स्थानीय ग्राहकहरूलाई साक्षी राखेर हामीले काम गरेका छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ उहाँहरू अहोरात्र यसरी बस्नु भएको छ। यसरी बस्नु भएको छ उहाँहरूलाई धेरै धेरै सम्मान छ। हजुरहरूलाई कस्तो लागिरहेछ? हजुरहरूले पनि केही 2-4 शब्द बताइदिनु होला है। जे छ त्यही बताइदिनु भए हुन्छ। राम्रो लागिरहेछ। त्यही भएर यत्रो समाजसँग कुरेर गुलियो छ नि खुदो होइन? साह्रै गुलियो रहेछ नि। ल सानो मान्छे हजुरले खानुभयो? खानु भएन? ल हामी बिहानदेखि अहिलेसम्म 3 चोटि आइयो। अब पाइन्छ कि खुदो भन्नेमा छौँ। त्यति कटिया खुदो। ल हेर्नुहोस् त हामीले